त्यति जेलसम्म हामी यहाँ वेट गर्नेछौँ। साथीहरू फाइनली यस वेबसाइटले चाहिँ मलाई आधा घन्टाभित्र चाहिँ पेमेन्ट दिएको छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ मैले 2010 विथड्र गरेको थिएँ 25% फी गर्दाखेरि चाहिँ 670 रुपियाँ चाहिँ 25% शुल्क लागेको थियो भने यहाँ स्वीकृत भइसकेको छ र त्यस्तै गरी मेरो इसिया वालेटमा पनि मैले यहाँ रिसिभ गरिसकेको छु। तपाईँले देख्न सक्नुहुनेछ 2010 रुपियाँ चाहिँ मलाई यो ब्याङ्कबाट चाहिँ यहाँ आइसकेको छ। यो चाहिँ एउटा ओन्ली फर एजुकेसन पर्पजको लागि चाहिँ भिडियो बनाएको छु र वेबसाइटको बारेमा बुझ्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा वेबसाइटको लिङ्क रहेको छ। त्यो लिङ्कलाई तपाईँले एकपल्ट क्लिक गरी ओपन गर्नु होला र साथीहरू ओपन गर्न साथ डाइरेक्टली तपाईँले यस पेजमा आउनुहुनेछ। यो पेजमा आएर फर्स्टमा तपाईँले कुनै पनि एउटा नम्बर राख्न सक्नुहुन्छ। तपाईँलाई म भनिहाल्छु यसमा चाहिँ आफ्नै नम्बर राख्नुपर्छ भन्ने छैन। तपाईँले कुनै पनि नम्बर राखेर एकाउन्ट रजिस्टर गर्नु होला र त्यो नम्बरलाई याद गर्नु होला र त्यस्तै गरी यहाँ तपाईँले केही नम्बरहरू कोडहरू दिइरहेको हुन्छ त्यो कोडलाई टाइप गर्नु होला। यहाँ चाहिँ पासवर्ड बनाउनु होला। माथि तपाईँले जुन पासवर्ड बनाउनु भएको छ सेम पासवर्ड राखेर पुष्टि गर्नुमा पुष्टि गरिदिनु होला। यति गर्न साथ यस वेबसाइटमा तपाईँहरूको एकाउन्ट क्रिएट हुनेछ। साथीहरू यसमा चाहिँ मैले आफ्नो एकाउन्ट क्रिएट गरिसकेको छु भने म चाहिँ तपाईँलाई लगइन गर्दै यहाँ चाहिँ तपाईँले कसरी आफ्नो एमाउन्ट लगाउने र लगाइसके पछाडि यहाँबाट कसरी कमाउन सक्नुहुनेछ र कमाइलाई चाहिँ तपाईँले कसरी निकाल्न सक्नुहुनेछ त्यो सबै जानकारी यस भिडियोमा बताउने छु। साथीहरू लगइन गर्न साथ तपाईँले यहाँ घोषणा भन्ने देख्न सक्नुहुनेछ र त्यस्तै गरी वेबसाइटको नाम देख्न सक्नुहुनेछ र दर्ता बोनस भनेको 180 रुपियाँ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ र त्यस्तै गरी अरू साथीलाई रिफर गर्नुहुन्छ भने 3 लेभलबाट अर्निङ गर्न सक्नुहुन्छ। फर्स्ट लेभलमा 3%, सेकेन्ड लेभलमा 2% र थर्ड लेभलमा 1% रहेको छ। निष्कासी शुल्क भनेको निकालेको शुल्क भनेको 25% लाग्नेछ। प्रत्येक दिनमा एक पटक निकासी गर्न पाउनुहुनेछ। बिहानको 10 बजीदेखि साँझको 5 बजीसम्म तपाईँले निकाल्न सक्नुहुनेछ। समूह खरिदको लागि चाहिँ भने 80 दिनको लागि चाहिँ 1 लाख नेपाली रुपैयाँ पर्नेछ भनेर दिइरहेको छ र एप यो सुरु भएको मिति 24 आजकै दिन रहेको छ र फर्दर केही इन्फर्मेसन बुझ्न चाहनुहुन्छ भने यहाँ टेलिग्रामको समूह छ जसलाई तपाईँले जोइन गर्न सक्नुहुनेछ। र साथीहरू यति गरिसके पछाडि तपाईँहरू यस वेबसाइटको होम पेजमा आउनुहुनेछ र होम पेजको टपमा तपाईँले रिचार्ज देख्न सक्नुहुन्छ। निष्कासी रहेको छ। सेवाहरूको बारेमा बुझ्न चाहनुहुन्छ भने सेवाहरूको बारेमा रहेको छ। नियन्त्रणको बारेमा बुझ्न चाहनुहुन्छ भने नियन्त्रण रहेको छ र लोकप्रिय लगानी भन्ने तपाईँले देख्न सक्नुहुन्छ। विभिन्न लोकप्रिय लगानीहरू रहेका छन् र त्यस्तै गरी साझेदारी पुरस्कार भनिरहेको छ। साझेदारी पुरस्कार भनेको चाहिँ कुनै पनि साथीलाई रिफर गर्नुहुन्छ उहाँले चाहिँ लगानी गर्नुहुन्छ भने पुरस्कार 80 रुपियाँ एकजनाले जोइन गर्नुभएको खण्डमा र त्यस्तै गरी 5 जनाले जोइन गर्नुभएकोमा 500 र 10 जनाको लागि चाहिँ 1100 रहेको छ। यो तपाईँले बुझ्न सक्नुहुन्छ र यसको परियोजना बुझ्न चाहनुहुन्छ भने परियोजनाहरू रहेका छन् र परियोजना चाहिँ तपाईँले जुन चाहिँ पर्चेस गर्नुभएको छ त्यो परियोजना देखाउनेछ जसमा चाहिँ मैले प्रोडक्ट बी चाहिँ पर्चेस गरिसकेको छु र त्यस्तै गरी लगानी गर्नुहोस् भन्ने यहाँ अप्सन रहेको छ। लगानी गर्नुहोस्मा यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्रोडक्ट ए रहेको छ। मैले चाहिँ प्रोडक्ट बी पर्चेस गरेको छु त्यसको लागि मैले 1500 रुपियाँ चाहिँ यहाँ लगानी गरेको छु र प्रोडक्ट एमा चाहिँ 700 लगानी गर्न सक्नुहुनेछ। दैनिक आम्दानी भनेको 58 रहेको छ र कुल आम्दानी भनेको 11,600 हुनेछ। यो 200 दिनको लागि चाहिँ यो प्रोडक्ट चाहिँ यसमा लगानी गर्न सक्नुहुन्छ। प्रोडक्ट बीमा मूल्य भनेको 1500, दैनिक 130 रुपियाँ र कुल भनेको 26,000 तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। अवधि भनेको 200 दिनको लागि रहेको छ र त्यस्तै गरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्रोडक्ट यहाँसम्म रहेको छ जसमा चाहिँ यति तपाईँले लगाउन सक्नुहुन्छ। र त्यस्तै गरी अरू साथीलाई रिफर गर्न चाहनुहुन्छ भने यहाँ टोली भन्ने अप्सन पनि रहेको छ। रिफर गरेको जति पनि छ टोलीको यहाँ विवरण तपाईँले देख्न सक्नुहुन्छ। फर्स्ट लेभलमा 30%, सेकेन्ड लेभलमा 2% र फर्स्ट लेभलमा 1% रहेको छ। र साथीहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ होम पेजमा जानु होला, गृहमा जानु होला र यहाँतिर तपाईँले एउटा लिङ्क प्राप्त गर्न सक्नुहुनेछ। यो लिङ्कलाई कपी गरिदिनु होला। कपी गरेको लिङ्कलाई अरू साथीलाई सेयर गर्नु होला। जति पनि साथीले तपाईँको लिङ्कबाट रजिस्टर गर्नुहुन्छ र यसमा लगानी गर्नुहुन्छ, एकजनाले मात्र लगानी गर्नुहुन्छ भने पुरस्कार पनि तपाईँले पाउनुहुन्छ। कमिसन त तपाईँले पाइहाल्नुहुन्छ र यसमा चाहिँ पुरस्कार 80 रुपियाँसम्म पाउनुहुनेछ भने त्यस्तै गरी 500 जना रहेको छ। र त्योभन्दा अगाडि चाहिँ तपाईँलाई म यसमा चाहिँ कसरी आफ्नो रकम लगाउने भन्ने बारेमा बुझाउने छु। रकम लगाउनको लागि रिचार्ज भन्ने अप्सन रहेको छ। रिचार्जमा एकपल्ट यसरी क्लिक गर्नु होला। यहाँ न्यूनतम 700 रहेको छ। थोरैमा 700, म्याक्सिमममा तपाईँले 1 लाखसम्म लगाउन सक्नुहुन्छ। जस्तै मैले बीमा चाहिँ लगाएको छु त्यसलाई तपाईँले यहाँ एमाउन्ट सेलेक्ट गर्नु होला। सेलेक्ट गरिसके पछाडि भुक्तानी चयन गर्नु होला हैन। च्यानल 1 र च्यानल 2 छ। यदि च्यानल 1 ले काम गरेन भने च्यानल 2 सेलेक्ट गर्नु होला। न्यूनतम भनेको 700 रहेको छ र त्यस्तै सबै कुराहरू दिइरहेको छ। तपाईको करिब आधा घण्टाभित्र जति लगाउनु भएको छ त्यो एमाउन्ट चाहिँ मेन ब्यालेन्समा बस्नेछ र यस पछाडि तपाईँले रिचार्जमा क्लिक गर्नु होला। र साथीहरू रिचार्जमा क्लिक गरिसके पछाडि एड गर्ने पर्ने एमाउन्ट भनेको यहाँ सो हुनेछ हैन। सो भइसके पछाडि यहाँ एउटा ब्याङ्कको नाम दिइरहेको छ। यो ब्याङ्क र यो व्यक्तिको नाम र यो नम्बर रहेको छ। यसमा तपाईँले त्यति एमाउन्ट डिपोजिट गर्नु होला र डिपोजिट गरिसके पछाडि डिपोजिट गरेको स्क्रिनसट यहाँ अपलोड गर्नु होला र आई भेरिफाई गर्नु होला र त्यस्तै गरी 15 मिनेटमा फेरि ट्राई गर्नु होला भनिरहेको छ हैन। सो यति गरिसके पछाडि तपाईँको करिब आधा घण्टा पछाडि चाहिँ जति एमाउन्ट तपाईँले लगाउनु भएको छ त्यो एमाउन्ट चाहिँ सो हुनेछ। त्यो एमाउन्ट सो भइसके पछाडि तपाईँले लगानी गर्नुस्मा एकपल्ट क्लिक गर्नु होला र लगानीमा क्लिक गरिसके पछाडि अब भने यहाँ किन्नुस् भन्ने अप्सन रहेको छ। यसलाई यो प्रोडक्टलाई तपाईँले किन्नु होला
र किनिसके पछाडि चाहिँ तपाईँको यस्तो परियोजना आउनेछ र परियोजना आइसके पछाडि प्रत्येक दिन तपाईँले जुन प्रोडक्ट यहाँ मैले चाहिँ किनेको रहेको छ र मेरो चाहिँ 130 रुपियाँ रहेको छ विवरण हेर्नुहोस् न एकपल्ट यसरी क्लिक गर्नु होला हाम्रो विवरण अहिले अर्निङ हुँदैछ किनकि यसमा चाहिँ करिब तपाईँको 24 घण्टा कम्प्लिट भइसकेपछि एमाउन्ट चाहिँ जति तपाईँले यहाँ चाहिँ कमाएको छ त्यो चाहिँ एड हुँदै जानेछ र त्यो एड भएको एमाउन्टलाई तपाईँले सजिलैसँग विथड्र गर्न सक्नुहुनेछ। निकाल्नको लागि चाहिँ 25% लाग्छ भनेको छ हैन। निकाल्नको लागि निकासीमा जानु होला र साथीहरु निकासीमा गइसके पछाडि फेरि तपाईले निकासी पासवर्ड सेट गर्नुपर्छ। कारोबार पासवर्ड भनिरहेको छ र यहाँ चाहिँ तपाईले पासवर्ड सेट गर्नु होला। सबभन्दा पहिला चाहिँ निकासी पासवर्ड बनाउनु होला। सो म यहाँ बनाउने छु। साथीहरु यहाँतिर तपाईले पासवर्ड बनाउनु होला। यहाँ जुन पासवर्ड बनाउनु भएको छ त्यही पासवर्ड लगाउनु होला र यहाँ तपाईले लगइन गर्दा जुन पासवर्ड बनाउनु भएको छ त्यो पासवर्ड चाहिँ लगाउनु होला र यति गरिसके पछाडि यहाँ पुष्टि गर्नुस् मा क्लिक गरिदिनु होला। पासवर्ड सफल भएको छ भनिसकेको छ र मेरो पासवर्ड सफल भइसकेको छ र निकाल्नको लागि यहाँ खाता भनिरहेको छ। खातामा तपाईले एकपल्ट क्लिक गर्नु होला। त्यो भन्दा यता चाहिँ तपाईले के गर्नुपर्छ भने बैंक सिलेक्ट गर्नु होला। बैंक नेम भन्ने अप्सन रहेको छ। बैंक नेममा एकपल्ट यसरी क्लिक गर्नु होला। यहाँ विभिन्न बैंकहरु देख्न सक्नुहुन्छ। यी बैंकहरुमा तपाईले निकाल्न सक्नुहुनेछ र त्यस्तै गरी म यहाँ सिलेक्ट गर्ने छु ई सेवा पनि रहेको छ र त्यस्तै गरी थोरै जसको चाहिँ खल्ती रहेको छ र त्यस्तै गरी म चाहिँ ई सेवा सिलेक्ट गर्ने छु। ई सेवा पुष्टि गरे। ई सेवा पुष्टि गरेपछि खाता बैंक खाता भनेको ठाउँमा खाता नम्बर राख्नु होला र खाता धारमा चाहिँ तपाईले माथि तपाईले खाता भनेको ठाउँमा चाहिँ ई सेवा राख्नु भएको छ भने ई सेवा नम्बर राख्नु होला र खाता धारमा चाहिँ जुन व्यक्तिको नाम रहेको छ त्यो व्यक्तिको नाम राख्नु होला। जुन ई सेवामा जुन व्यक्तिको नाम रहेको छ सो म यो सबै राख्ने छु। साथीहरु सबै चाहिँ मैले खाता व्यक्तिको नाम ई सेवा सेट गरिसके पछाडि अब भने तपाईले निकाल्नको लागि निष्कासीमा एकपल्ट क्लिक गर्नु होला र साथीहरु निष्कासीमा क्लिक गरिसके पछाडि यहाँतिर रकम भनिरहेको छ। यहाँ मेरो चाहिँ 2680 रुपैयाँ रहेको छ। म चाहिँ यो 2680 रुपैयाँ यो रकम मैले यहाँ राखेँ। यो रकम राखिसके पछाडि यहाँ तपाईले के छ भने यहाँ कारोबार पासवर्ड भनिरहेको छ। कारोबार पासवर्ड भर्खरै जुन बनाउनु भएको छ त्यो लगाउनु होला। साथीहरु विथड्र टाइम चाहिँ 12 बजेदेखि 5 बजेसम्म रहेको छ। यो भन्दा अगाडि चाहिँ 12 बजे नभएको चाहिँ विथड्र भएको थिएन भने अहिले चाहिँ 12 बजिसकेको छ। सो म चाहिँ यहाँ मेरो पासवर्डहरु लगाएर निकासीमा यहाँ क्लिक गरे। यहाँ तपाईले देख्न सक्नुहुनेछ र मैले निकासी गर्दा चाहिँ मैले प्राप्त गर्ने एमाउन्ट भनेको मेरो चाहिँ अब 25% शुल्क काट्दाखेरि चाहिँ 2010 रुपैयाँ चाहिँ मेरो ई सेवामा आउनेछ र यदि यसले चाहिँ कतिखेर पेमेन्ट दिन्छ त्यति दिनसम्म हामी यहाँ वेट गर्ने छौं। साथीहरु फाइनली यस वेबसाइटले चाहिँ मलाई आधा घण्टा भित्र चाहिँ पेमेन्ट दिएको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले 2010 विथड्र गरेको थिएँ। 25% फी गर्दाखेरि चाहिँ 670 रुपैयाँ चाहिँ 25% शुल्क लागेको थियो भने यहाँ स्वीकृत भइसकेको छ र त्यस्तै गरी मेरो ई सेवा वालेटमा पनि मैले यहाँ रिसिभ गरिसकेको छु। तपाईले देख्न सक्नुहुनेछ 2010 रुपैयाँ चाहिँ मलाई यो बैंकबाट चाहिँ यहाँ आइसकेको छ। सो यो चाहिँ भर्खरै आएको वेबसाइट। यस्ता वेबसाइटमा चाहिँ तपाईले के गर्नुहुन्छ त्यो तपाईहरुको आफ्नो विचार। यो चाहिँ केवल एउटा एजुकेसन पर्पजको भिडियो मात्र रहेको छ र यो चाहिँ प्रचारक भिडियो पनि हो है।